हेलो गाइस, मैले धेरै दिनपछि अहिले र बाबुले होइन उसलाई पिरो नहालिकन मैले पिरो हालेर करेन्ट चाउचाउ खाँदैछ। एउटा मात्रै रहेछ अनि त्यो पनि अब मैले लुकाएर राख्छु किनकि लुगालाई एकदम मन पर्दैन तैँले खाँदाखेरि बाबुले पनि खान खोज्छ भन्नुहुन्छ। तर मैले त्यसलाई सकेसम्म केही मसला नहालिकन त्यसमा दिन्छु। मैले हिजो लगाएको मेहन्दीको रङ यत्तिको भयो। अब भोलिको दिन पर्सिबाट साउन सुरु त्यसलाई हेर्नु नै कति के भन्छ क्या मेरो बाबुले नखसालिकन खानु छोरो सुगाइ जाइयो मिसाउँछु नपोख है। कसलाई करेन्ट मनपर्छ एकदम कमेन्ट नगर्नु। मलाई चाहिँ एकदम मनपर्छ तर बिचमा खाना छोडिदिएको। यो चाहिँ मसला मैले कहिले पनि क्या राख्छु किनभने कहिले पनि जब भात सक्छु के अरे भात हुन्छ नि होइन अनि त्यसमा थोरै घिउ हालेर अनि यो हालेर भुट्नु चाहिँ यति मिठो हुन्छ। मैले त धेरै जस्तो त्यही गर्छु केही नहुँदाखेरि क्या। यो चाहिँ मिलाएर कुन बाबुले खानुपर्छ। मैले चाउचाउ मध्ये खायो भने यही खान्छु। त्यो पनि आजकल एकदम कम भयो अनि त्यही तितो लुकाएर राखेको पनि एउटा मात्रै रहेछ क्या। लुकाएर राखेको कारण मिसाएर दिन्छु क्या छोरो, मिसाएर दिन्छु आज पिरो नहालिकन भन्छु क्या। अनि सोधै भयो यतिको बनाएर खानु केही हाल्नु यही